नमस्ते साथीहरू। आज फेरि पनि म अर्को भिडियोमा आएको छु। अनि यो चाहिँ म आम्बासामा छु, आम्बासाको पुल। अनि आम्बासाको पुलमा म छु अहिले। आज म आम्बासादेखि ठाकुरद्वारा गइरहेको थिएँ। अनि यही बेलामा चाहिँ मैले सोचेँ कि एउटा सानो भिडियो पनि बनाइहालौँ, किनभने यो पुल भनेको चाहिँ धेरै भएको छैन, तर यो लगभग बनेको पनि भयो क्या, मलाई ठ्याक्कै थाहा भएन। तर म यो भिडियो चाहिँ किन बनाउन खोजेको भने चाहिँ पहिला हामीहरू चाहिँ यो बाटोबाट हिँड्ने बेलामा यहाँ पुल थिएन क्या। यो देखिराख्नु भएको छ, यो ठाउँमा जस्तो अहिले छ त्यस्तै चाहिँ हुन्थ्यो। अनि बस चाहिँ नआउँथ्यो क्या, बर्खामा हिँडेर जान्थ्यौँ। अनि आज मलाई यो देखेपछि, अनि धेरै दिनपछि म यतातिर आएपछि यो देखेँ। अनि फेरि मलाई यस्तो लाग्यो कि एउटा यादको लागि पनि यो भिडियो बनाऊँ भन्ने मलाई लाग्यो। त्यसैले म आज आम्बासाको पुलमा छु। अनि चाहिँ अब यसै गरेर यो देखिराख्नु भएको छ जङ्गल, त्यो जङ्गल चाहिँ राष्ट्रिय निकुञ्ज हो। यतातिर चाहिँ छैन। पहिला चाहिँ यतातिर फुटबल ग्राउन्ड थियो, अनि फुटबलहरू चाहिँ खेल्ने कामहरू चाहिँ हुन्थ्यो। अनि चाहिँ यहाँ तल यो नदीको त्यो तल्लो भागतिर जानुभयो भने यता जानु पनि एउटा चाहिँ नुहाउने ठाउँ थियो। त्यतिर हामी चाहिँ नुहाउन आउँथ्यौँ। अनि चाहिँ यसो सानोतिनो यादको लागि होस् भनेर आज मैले भिडियो बनाएको। यदि चाहिँ तपाईँहरू कसैलाई आम्बासातिर अनि र यहाँबाट हुँदै थाकुद्वारा जाने छ, थाकुद्वारा घुम्नु मन छ, अनि त्यतातिर गएर अनि अब सफारीहरू गर्ने मन छ भने चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। अनि यो चाहिँ आम्बासा हैन। अनि आम्बासाबाट यो सिधै ठाकुरद्वारा जान्छ। तपाईँहरू सबैलाई चाहिँ ठाकुरद्वारामा स्वागत छ।